कलाकार निश्चल बस्नेतको आमाको अन्तिम विदाईमा पशुपति आर्यघाटमा चल्यो रुवाबासी। दर्शकबिन यति बेला हामी पशुपति आर्यघाटमा छौं। तपाईहरुले दृश्यमा देखिरहनु भएको छ कलाकार निश्चल बस्नेतको आमालाई यति बेला अन्तिम विदाई गरिरहेको यो भाव्य दृश्य देखाइरहेका छौं। निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई मातृशोक परेको छ। उपचारका क्रममा आज बिहान निश्चल बस्नेतकी आमा र स्वस्तिमा खड्काकी सासू आमा अमृता बस्नेतको निधन भएको हो। उनको अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ। 71 वर्षकी बस्नेत विगत 15 वर्षदेखि डायलिसिस गराइरहेकी थिइन्। पछिल्लो समय उनलाई निमोनियाले च्यापेको थियो। उनको यति बेला पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको दृश्य देखाइरहेका छौं। आमा बिरामी भएपछि नायिका स्वस्तिमा खड्का फिल्म लाली जोबनको छायाङ्कन बीचमै रोकेर काठमाडौँ फर्किएकी थिइन्। यति बेला उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि धेरै कलाकर्मीहरूको बाक्लो उपस्थिति भएको यो भाव्य दृश्य जस्ताको जस्तै देखाइरहेका छौं। कलाकार निश्चल बस्नेतले आमालाई रुँदै रुँदै दागबत्ती दिएको यो दृश्य हेर्नुहोस्। Ravi sir.